माइत आएर फर्स्ट टाइम होला मेरो आज यति बिहानै आँखा खुलेको 7 बजे नै उठेको थिएँ आज। अनि खाना खाने टाइम भइसकेपछि खानासाना खायौँ, हल्का मेकअप सेकअप गरेर कुकी खेलाएँ। अनि त्यसपछि मम्मी र मलाई लाग्यौँ हस्पिटलतिर। मेरो चाहिँ दाँत किराले खाएको प्लस बुद्धि बङ्गरा चाहिँ बाहिरपट्टि थियो, त्यसलाई फाल्नुपर्ने थियो, त्यही भएर चाहिँ हामी गयौँ। फर्स्टमा चाहिँ हामीले पर्ची काट्यौँ, त्यसपछि एक्सरे गराएपछि मेरो दाँतको ट्रिटमेन्ट सुरु भयो। मेरो चाहिँ जे खायो नि बिचमा अड्किन्थ्यो, अनि मैले चेकअप गराउँदाखेरि चाहिँ बिचमा चाहिँ पुरै खाल्टो परिसकेको रहेछ। अनि त्यहाँ चाहिँ हल्का खोर्काएर के गरेपछि चाहिँ दाँतको बिचमा चाहिँ ठाउँ राखेर एक्सरेमा हेर्दाखेरि चाहिँ यस्तो देखिएको थियो। त्यसपछि दाँतमा समथिङ के हालिदिएपछि हल्का फुल्का दबाई दिएर 4 चोटिसम्म आउनु होला भनेर डक्टरले घरतिर पठाइदिनु। घर आएर एकछिन रेस्ट गऱ्यौँ अनि मम्मी र मलाई मामाको पसलतिर खाजा खानको लागि। खाजा खान पनि एकदम मुस्किल भएको थियो। मैले चाहिँ मोमो नै खाएको थिएँ, एक साइडबाट चपाउन नमिलेर अर्को साइडबाट चपाउँदै खाएँ। त्यसपछि घर आएँ अनि मेरो चाहिँ सामान आएको थियो। मैले चाहिँ अनलाइनबाट आइब्रो ट्रिमर मगाएको थिएँ अनि चेक गरेँ अनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। अनि आजको लागि यति।